हेलो साथीहरू, आज मैले नयाँ भिडियो लिएर आएको छु तपाईँहरूको लागि। हामी जहिले ग्यास बचाउ अभियानमा लागिरहेको छौँ। ग्यासको सर्टेज भएदेखि आगोमा भात तरकारी पकाउनको लागि, तर गाह्रो छ क्या आगोमा पकाउन। अनि गर्मी यस्तो छ नि, अनि त्यसरी त्यही माथि आगो बलेकै थिएन, तर अनि मैले बाल्न यस्तो जोड लगाइरहेको थिएँ। अनि बालेर कराई बसाएँ। कति कालो कराई भन्नु होला, यो त किटको कराई हो। अनि सब्जी देखाएँ, निगोरो पकाउन आँटेको थिएँ, तेल हालेको, फेरि बलेन त आगो, फेरि निकालेर यसलाई मैले बालेँ, फेरि बसाएँ, बसाउनु त पर्यो नि। अनि मेथी हालेँ, मेथी हालेर एकछिन छोडिदिएँ मैले, तातेकै रहन्छ क्या मजाले। अनि त्यस पछाडि निगोरो हालेँ, निगोरो हालेर चलाउँदै चाहिँ फेरि नुन हालेँ। अनि नुन हालेर यसो हेरेको बेसारै हालेको रहन्छ। अनि फेरि बेसार हालेँ, बेसार हालेर चलाएँ अनि छोपेँ। अनि त्यसो निगोरो पाकुन्जेल मैले त भात पकाउनको लागि चामल ठिक बनाएँ, अनि साइडमा राखेँ। त्यहाँदेखि निगोरो पाकेर पनि रेडी भइसकेको थियो। अनि मोही हालेर पनि पकाउन थालेँ, फेरि मजाले पकाएँ। अनि त्यस पछाडि निगोरो पाकिसकेर झिकेर अनि मैले भात बसाएँ। अनि भात बसाइसकेपछि चाहिँ भाइ र मैले एकछिन नक्कल पार्यौँ। अनि हेर्दै गर्नु होला साथीहरू, थ्याङ्क यू।